नमस्कार सबैजनालाई। आज म तपाईलाई कपिराइट स्ट्राइक र कपिराइट क्लेमको बारेमा केही भन्न गइरहेको छु। र यदि तपाईँ पनि एउटा युट्युबर हुनुहुन्छ भने तपाईँको युट्युबको जर्नीमा है यो मेरो भिडियो अति नै महत्त्वपूर्ण हुनेछ। र कपिराइट क्लेम र कपिराइट स्ट्राइक बारे केही भन्न अगाडि म तपाईलाई है कपिराइटको विषयमा केही भन्न चाहन्छु। र कपिराइट भन्नाले है तपाईले कुनै पनि डिजिटल कन्टेन्ट चाहे त्यो इमेज होस् कि भिडियो होस् कि सङ्ग्स होस् है तपाईले आफ्नो आफैले ओरिजिनल बनाएको त्यो चिजलाई तपाईले युट्युबमा तपाईले पब्लिस गर्नुहुन्छ भने है त्यो कन्टेन्टको तपाईँ सर्वाधिकार तपाईमाथि हुन्छ है। तपाईले त्यसलाई कसलाई चलाउन दिने कसलाई चलाउन नदिने है यसको सम्पूर्ण अधिकार चाहिँ तपाईमाथि हुन्छ। र यो अधिकारलाई चाहिँ यो कपिराइट भन्छ है, यसलाई चाहिँ युट्युबले पनि मान्नुपर्छ। अब कुरा गरौँ कपिराइट क्लेम र कपिराइट स्ट्राइक हो। मानिलिउँ है तपाईले कसैको डिजिटल कन्टेन्टलाई चाहे इमेज होस् चाहे भिडियोस् चाहे सङ्ग्सलाई तपाईले चलाउनु हुन्छ भने तपाईकोमा अब तीनटा सिचुएसन आउँछ। फर्स्ट सिचुएसन के हो भन्दाखेरि तपाईले कसैको कन्टेन्टलाई चलाउनु भयो र त्यो कन्टेन्ट चलाएको है उसको अनरले थाहा पाउनु भयो भने है यसमा फर्स्ट सिचुएसनमा के हुन्छ भन्दा कि चाहिँ त्यो अनरले तपाईलाई है छोडिदिन सक्नुहुन्छ। के छ मेरो कन्टेन्टलाई चलाएछ यो ठिकै छ चलोस् भनेर उसले तपाईलाई छोडिदिन सक्छ। यसलाई अझै क्लियर बुझाउन लागि है मेरै कन्टेन्टको तपाईलाई इक्जाम्पल दिन्छु। फर्स्टली त तपाईले कसैको कपिराइट कन्टेन्टलाई चलाउन चाहनुभयो भने है त्यसलाई तपाईको कन्टेन्टमा अपलोड गरेर है त्यो कन्टेन्ट प्रोसेस भइसक्दा नै तपाईलाई है कपिराइट भनेर यसरी यहाँ हेर्नुहोस् त आइहाल्छ। र अर्को चाहिँ हेर्नुहोस् ल, मैले पनि कसैको गीतलाई मेरो कन्टेन्टमा चलाएको थिएँ तर उसले चाहिँ मलाई है त्यो गीत चलाउन चाहिँ एलाउ गरेछ। र यो तपाईले कपिराइट भन्नेमा तपाईले यसरी ट्याप गर्नुभयो भने त्यहाँनिर यसरी एलाउ गरेको चाहिँ यस्तो पाराले है तपाईलाई लेखेर आउँछ र यसले बुझ्छ कि तपाईलाई उसले उसको कन्टेन्ट चलाउन दिएछ भनेर। र अब दोस्रो सिचुएसनमा है अनरले थाहा पायो कि उनको कन्टेन्टलाई तपाईले चलाएको छ भने तपाईलाई कपिराइट क्लेम दिन सक्नुहुन्छ। र यो कपिराइट क्लेम चाहिँ विशेष गरी है म्युजिक कम्पनीले या कुनै सिङ्गरहरूले है तपाईलाई दिन सक्छ। यसमा के हुन्छ भन्दा चाहिँ अब उनीहरूलाई चाहिँ अब उनीहरुकोमा कन्टेन्ट आइडी हुन्छ, त्यो कन्टेन्ट आइडीले है स्क्यान गरेपछि उनीहरुको म्युजिक कसले चलाएछ थाहा पाइहाल्छ है र कति पर्सेन्टले चलाएछ त्यो पनि थाहा पाउँछ। र उनीहरू थाहा भएपछि उनीहरूले तपाईलाई है तपाईले जुन चाहिँ कन्टेन्टमा उसको म्युजिक चलाएको छ है त्यो तपाईको पर्टिकुलर त्यो कन्टेन्टमा उसले कपिराइट क्लेम दिन सक्छ। कपिराइट क्लेम दिएपछि के हुन्छ भन्दाखेरि चाहिँ यदि तपाईको च्यानल मोनिटाइज भएको छ भने र त्यसबाट जति पनि अर्निङ आउँदैछ जति पनि रेभेन्यू आउँदैछ त्यो तपाईले नपाएर त्यो जसले तपाईलाई कपिराइट क्लेम दिएको छ उसकोमा जानेछ। यसरी कपिराइट क्लेम आएपछि तपाईकोमा है त्यो अनरको इमेल पनि जान्छ र अब कि चाहिँ अब तपाईले त्यो है उसलाई तपाईले इमेल गरेर हैन ठिकै छ मैले चलाएँ है मलाई चलाउन दिनुस् भनेर तपाईले उसँग सेटलमेन्ट गर्नुहुन्छ र उसले पनि माने भने ठिकै छ तपाईको त्यो कन्टेन्टमा उसको म्युजिक या सङ्ग्स बचि नै रहनुहुन्छ। र यदि उसले नमानेको खण्डमा है तपाईले तपाईको है मैले भने तपाईको च्यानल मोनिटाइज भएको छ भने त्यसको रेभेन्यू सबै उसकोमा जानेछ। र अब तपाईले कि चाहिँ अब है त्यो कपिराइट क्लेमलाई हटाउनु छ भने है तपाईले उसको जुन चाहिँ सङ्ग्स छ है त्यसलाई तपाईको कन्टेन्टबाट निकाल्नु पर्यो र तपाईकोबाट कपिराइट क्लेम हट्नेछ। र अर्को तपाईलाई असर कपिराइट क्लेमको के पर्छ भन्दाखेरि है तपाईले जुन चाहिँ कन्टेन्टमा तपाईले है कपिराइट पाउनु भएको छ र त्यो कन्टेन्टबाट जति पनि वाच टाइम हुन्छ है त्यो तपाईको यदि च्यानल मोनिटाइज भएको छैन भने पछाडि गएर मोनिटाइज हुँदा त्यो वाच टाइम काउन्ट हुनु सक्दैन। तपाईको च्यानल चाहिँ त्यति नै बसिरहन्छ। तपाईले जति नै कपिराइट क्लेम पाए पनि तपाईको च्यानललाई केही असर पर्नेवाला छैन, मतलब तपाईको च्यानललाई युट्युबले रिमुभ गर्नेवाला छैन। र यो त भयो तपाईको कपिराइट क्लेम। अब म तपाईलाई कपिराइट स्ट्राइकको बारेमा भन्नेछु। तपाईले कसैको है इमेज भिडियोलाई है डाउनलोड गरेर तपाईको कन्टेन्टमा चलाउनु भयो भने है र त्यो अनर जसको भिडियो तपाईले डाउनलोड गरेर चलाउनु भएको छ र उसकोमा यदि कपिराइट म्याच टुल पाएको छ भने कपिराइट म्याच टुल चाहिँ विशेष गरी जसको च्यानल मोनिटाइज भएको छ है उसले एप्लाई गरेपछि पाउनेछ। जसको भिडियो चलाउनु भएको छ तपाईले र उसकोमा कपिराइट म्याच टुल छ भने र त्यो कपिराइट म्याच टुलले स्क्यान गरेपछि तपाईले उसको भिडियो चलाएको थाहा पाइहाल्नुहुनेछ। यो त भयो कपिराइट म्याच टुल पाउने मान्छेको लागि है।
यदि तपाईँले कपिराइट म्यास्टर पाउनु भएको छैन भने पनि है तपाईँले कुनै दिन भिडियो युट्युबहरूमा हेर्दै जाँदा तपाईँले थाहा भयो अरे यो भिडियो त मेरो हो, मेरो भिडियोमा मेरो पर्मिसन बिना कसरी चलाएछ भनेर थाहा पाउनु भयो नि है। त्यो केसमा है तपाईँले या तपाईँले चलाउनु भएको छ भने तपाईँलाई त्यो अरिजिनल क्रिएटरले तपाईँलाई कपिराइट स्ट्राइक दिनेछ र कपिराइट स्ट्राइक पाएपछि तपाईँले है स्ट्राइक सँगसँगै कसले तपाईँलाई स्ट्राइक दियो त्यसको इमेल पनि युट्युबले तपाईँलाई दिनेछ र कपिराइट स्ट्राइक पाएपछि चाहिँ तपाईँको च्यानलमा के हुनेछ भन्दाखेरि चाहिँ है कपिराइट स्ट्राइक पाएको दिनदेखि ठिक 90 दिनसम्म तपाईँको च्यानलमा त्यो स्ट्राइक बसिबस्नेछ। त्यसरी तपाईँले मानिलिउँ है एउटा स्ट्राइक पाउनुभयो, त्यहाँदेखि 90 दिन बित्दा नै तपाईँले त्यो अवधिमा तपाईँले अझै 2टा मतलब टोटल गरिकन 3टा तपाईँले कपिराइट स्ट्राइक पाएको खण्डमा है तपाईँको च्यानललाई युट्युबले सस्पेन्ड गर्छ र तपाईँलाई 7 दिन टाइम दिन्छ र 7 दिनभित्रमा तपाईँले कुनै पनि एउटा स्ट्राइकलाई हटाउन नसकेको खण्डमा युट्युबले तपाईँको च्यानललाई रिमुभ गरिदिन्छ। र आजको भिडियोमा मैले है कपिराइट क्लेम र कपिराइट स्ट्राइकको बारेमा तपाईँलाई डिटेल इन्फर्मेसन दिएँ, तपाईँले सायद बुझ्नुभयो होला है। म एकताल फेरि रिपिट गर्छु, तपाईँको च्यानलमा जति नै बेसी कपिराइट क्लेम पाए पनि तपाईँको च्यानलमा केही फरक पर्नेवाला छैन, त्यति नै हो। त्यसबाट उठेको रेभेन्यू तपाईँले पाउनुहुनेवाला छैन र त्यसको वाच टाइम तपाईँकोमा गन्ती हुनेवाला छैन। तर कपिराइट स्ट्राइक 90 दिनभित्रमा 3टा पाएको खण्डमा र तपाईँले एउटा पनि कपिराइट स्ट्राइक हटाउनु नसकेको खण्डमा तपाईँको च्यानल युट्युबले हटाइनेछ। र मलाई आशा छ आजको यस भिडियोमा मैले जुन चाहिँ कपिराइट स्ट्राइक र कपिराइट क्लेमको बारेमा डिटेल है तपाईँलाई इन्फर्मेसन दिएको छु र तपाईँहरूले सायद बुझ्नुभयो होला। यदि अझै पनि तपाईँको मनमा केही डाउट या कन्फ्युजन छ भने है कमेन्ट बक्समा तपाईँले क्वेसन गर्न सक्नुहुन्छ, ताकि म त्यसको तपाईँलाई उत्तर दिनेवाला छु। र यति भन्दै मेरो आजको भिडियोलाई यही राख्न चाहन्छु। धन्यवाद।